फेरि त्यहाँ आएर ती जलिएका प्रतिनिधिहरू के त्यो घर जलेको होइन कि मान्छे जलेका हुन् तिनीहरू तर त्यहाँ आएर बसेका छन् रजगज गरिरहेका छन् कि होइन घुम्ने कुर्सीमा यस्तरी गर्छन् घुम्छन् कि त्यो के हो त्यो कसको कुन म्यान्डेटको वैधानिकता हो त्यो त त्यहाँलाई चाहिँ बस्ने अधिकार छैन भन्छु मैले जनप्रतिनिधि विशेष गरी कर्मचारीहरू सच्याएर आउने मान्छेलाई चाहिँ के स्वीकार गर्न सकिन्छ नसच्याएर कि पुरानै प्रवृत्तिमा आउन प्रयत्न गर्छन् भने तिनलाई फेरि एउटा चाहिँ ठुलो एउटा जनदबावको सामना चाहिँ छिट्टै गर्नुपर्नेछ जस्तो कि अहिले देशमा राजनीतिक परिदृश्यमा जेनजीको भूमिका तपाईँलाई कस्तो लाग्छ जेनजीको भूमिका क्लियर कट छ शङ्कास्पद घुसपेट भन्छन् त्यो दलालहरूले भनिरहेको कुरो हो त्यो विरोधीहरूले चाहिँ फैलाउन खोजिरहेको भ्रम हो जेनजीले नेपालको राजनीतिक सुरुवात घटनाक्रमदेखि जे जति आन्दोलन भए जेनजीले चाहिँ सबैभन्दा बेस्ट दिएको छ जेनजीको यो आन्दोलन यो विद्रोहले संसारलाई नै एउटा चाहिँ सन्देश दिएको छ नेपाललाई मात्र होइन एकदम ठिक छ जस्तो कि जेनजीलाई कतिपयले नयाँ पुस्ताको आवाज भन्ने गर्छन् तर ठोस कार्यक्रम कमजोर भएको पनि भनिन्छ तपाईँको विचार के छ कार्यक्रम कमजोर होइन तर अहिले जेनजीले जिम्मेवारी दिएका मानिसहरूमा के विचलन आएको हो कि के कमजोरी भएको हो कि भन्ने जस्तो महसुस भइरहेको छ तर पात्रको कुरो होइन नि त्यो यो त एकजना सुशीला कार्की या जगदीश खरेलले के गरे भन्ने कुरोको अर्थ राख्दैन के जेनजीको विचार मरेको छैन जेनजीको चाहिँ आवाज दबेको छैन यो कुरामा जेनजी चाहिँ स्पष्ट छ जस्तो कि जेनजीको मूल एजेन्डा र अन्य राजनीतिक सङ्गठनबीच के फरक आकाश पातालको फरक छ नि त जेनजीले भ्रष्टाचार अनियमितता कुशासन लाद्न जानेको छैन होला जानेको पनि छैन किनकि त्यहाँ अभ्यस्त छैन तर यिनीहरू त सबै कुराहरूको सेटलमेन्ट गरेर सधैँभरि देशलाई दोहन गरिरहने भ्रष्टाचार गरिरहने नेपाली जनतालाई चाहिँ आश्वासन प्रलोभन पारिरहने र देश लुटिरहने लोकतन्त्र गणतन्त्र प्रजातन्त्रको चाहिँ जब अलाप्ने र आफू फेरि अलोकतान्त्रिक हुने क्या जस्तै अब प्रचण्ड केपी ओली शेरबहादुर यिनीहरूको राजनीतिक यात्रा कति भयो 40 वर्ष क्रस तर यिनीहरूले देशलाई चाहिँ हामीले चाहिँ लोकतन्त्र मिलायौँ भन्छन् क्या पहिले यिनीहरू लोकतान्त्रिक हुने कि नै प्रश्न त्यो हो जेनजी र यिनीहरूमा फरक भिन्नता थियो जस्तो कि युवा र नागरिकलाई यो अभियानले कसरी आकर्षित गर्न सकिन्छ एउटा सन्देश आन्दोलन मार्फत दिइसकेको छ अत्याचार विरुद्ध चाहिँ बोल्नुपर्छ दमन शोषण र राज्यको सर्वसत्तावाद विरुद्ध बोल्नुपर्छ भन्ने कुराको सन्देश यही आन्दोलन मार्फत दिइसकेको छ र अब सिस्टमलाई सुधार गर्नुपर्छ अब यो आएको परिस्थितिलाई सम्हालेर पुनर्निर्माण हुन्छ नवनिर्माण हुन्छ सिस्टममा चाहिँ व्यापक सुधार हुन्छ यसमा चाहिँ जेनजीले ध्यान दिनुपर्छ जस्तो कि विजय सर यो तपाईले व्यक्तिगत रूपमा परिवर्तनको अभियानमा प्रवेश गर्न प्रेरणा कहाँबाट पाउनुभयो यो जेनजीको आन्दोलनमा सहभागी हुन यो प्रेरणा म विदेश पनि बसेँ हेर्नुहोस् खाडीमा बस्दा अनेक आरोप अवरोध भयो त्यहाँको वस्तुस्थिति त्यहाँको राजनीतिक संस्कार त्यहाँको विकास समृद्धिलाई देखियो नि त त्यहाँ गएर त्यसपछि यो देशमा त धेरै कुराहरू गर्नुपर्नेछ भन्ने एउटा महसुस भएर आइसकेपछि म एक दशकदेखि अब एउटा हातमा नपुगे पनि है आफ्नो क्षेत्रमा तुलसीपुर नगर क्षेत्रमा सकेको चाहिँ गरिरहेको छ प्रेरणा मलाई चाहिँ तीबाट मिलेको जस्तो कि तपाईँका लागि परिवर्तन भन्ने शब्दको अर्थ के हो परिवर्तन भनेको शब्द एउटा रूपबाट अर्को रूपमा जानु परिवर्तनै हो तर हामीले चाहिँ परिवर्तनलाई मात्रै अब नटेकेर रूपान्तरणमै जानुपर्छ भन्ने कुरो छ परिवर्तन भनेको अब नेपाली काङ्ग्रेसबाट माओवादी जानु चाहिँ परिवर्तन हो तर त्यो परिवर्तनले देशलाई चाहिँ कुनै ठोस निकास पुर्याउँदैन नि त त्यही भएर रूपान्तरणमा हाम्रो चाहिँ जोड छ जस्तो कि दाङमा तपाईँको राजनीतिक वा सामाजिक यात्रा कहाँबाट सुरु भयो मेरो राजनीतिक यात्रा त भन्ने हो भने नेपाली काङ्ग्रेसबाट सुरु भयो अनेस्टली है त्यो लुकाएर त्यो भरमा पाएर चाहिँ हामी बोल्नुहुन्न किनकि काङ्ग्रेसमा त्यहाँ पनि एउटा चाहिँ केही व्यक्तिगत र गुटगत स्वार्थले एउटा निर्णय गर्दै थियो कि नेपाली काङ्ग्रेस आफै प्रजातान्त्रिक पार्टी हो तर एउटा मोनोपोली ढङ्गले निरङ्कुश ढङ्गले एउटा मान्छेलाई चयन गरिदिएको थियो चयन गर्नुहुन्न है प्रजातान्त्रिक किसिमले जानुपर्छ भनेर मैले त्यहाँ हस्तक्षेप खेलेको त्यसपछि त्यहाँ केही कुराहरू पनि लागू गर्न नसकिने अवस्था देखेपछि त्यो छोडेर म चाहिँ केही वर्ष स्वतन्त्र भएँ त्यसपछि साँच्चैकै स्वतन्त्र पार्टी हो कि भनेर आएर स्वतन्त्र पार्टीमा त आबद्धता भयो अब त्यहाँ पनि त्यो पार्टीबाट के हुँदो रहेछ भनेर अहिले अब 3 वर्षदेखि हामी यसै अभियन्ता भएर चाहिँ काम गरिरहेका छौँ र अहिलेको परिस्थिति तपाईँलाई थाहै छ जेनजीको परिवेश पछाडि हामी त अब अरू कुराहरूमा त्यति चाहिँ चिन्तित नभएर यही जेनजीको जगबाट नै अघि बढ्नुपर्छ भनेर हामी अहिले यहाँसम्म आइपुगेका छौँ जस्तो कि दाङको सन्दर्भमा दाङ जिल्लामा युवा रोजगारी र शिक्षाको क्षेत्रमा समस्या तपाईँले के देख्नु भएको छ
युवामा एउटा कमिटमेन्ट हुन आवश्यक छ, जरुरी छ। किनकि हरेक कुराहरूमा पछि दोहोर्ने तर चाहिँ एउटा नतिजा प्राप्त गर्ने बेलामा चाहिँ युवाहरूको विभाजन छ के, त्यो विभाजनकारी सोचलाई एकतामा बदल्नुपर्ने आवश्यक छ युवामा। र खेलकुदको विषयमा अब यहाँ त राजनीतिक नियुक्ति हुन्छ, त्यसमा पनि त्यति राम्रो भविष्य छैन, त्यसमा पनि व्यापक सुधार गर्नुपर्ने आवश्यक देखिन्छ। यस्तै हो। मैले जस्तै तपाईँ नेतृत्व लिइरहँदाखेरि, अध्यक्ष भइरहँदाखेरि यहाँको विकास संरचना, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीबारे तपाईँको व्यक्तिगत धारणा के छ? म त अलिकति निर्मम र एक्सट्रिम मान्छे हो। हेर्नुहोस् है, म त वार के पार गर्नुपर्छ भन्ने सोचको मान्छे हुँ। कोही मानिसले अब नीतिगत कुरा गर्छ, कानुनी कुरा गर्छ, त्यो मैले चाहिँ गर्न चाहन्न। मलाई त्यसमा त्यति ज्ञान पनि छैन। म विशुद्ध समाजको भावना के छ त्यसमा चाहिँ म अघि बढ्नुपर्छ भन्ने मान्छे हुँ। व्यापक सुधारको आवश्यक छ। यहाँ कहीँ पनि ठिक भएको छैन। तपाईँले उल्लेख गरेका इन्स्टिट्युसनहरू जति पनि छन् त्यहाँ केही पनि सुधार भएको छैन र सुध्रिने अवस्था पनि अझै पनि छैन। यो जेनजीको यत्रो यो आन्दोलनले पनि सुध्रिने अवस्था छैन भने फेरि अर्को चाहिँ मुर्गीहरूमा जान्छ कि देश भन्ने कुराले चिन्तित पनि तुल्याउँछ। जस्तो कि तपाईँको हिजो मात्रै तपाईँ अध्यक्षमा भइरहँदा, जेनजीको दाङ जिल्लाको अध्यक्षमा भइरहँदा सहजै हुनुभयो कि के छ? जिल्ला स्तरीय अथवा ठाउँ भेगी स्तरीय लमै घोराई छ, देउखोरी छ, होइन, तुलसीपुर छ, कसरी समेट्नु भएको छ कि कसरी अगाडि बढ्नुभयो? लमैतिरको भौतिक रूपको सहभागिता छैन। क्लियर कट कुरा बोल्नुपर्छ। घोराइदेखि तुलसीपुरसम्म हाम्रो सबै समानुपातिक सहभागीमूलक हाम्रो चाहिँ सहभागिता छ। त्यसमा प्रतिनिधित्व पनि छ। हामीले त्यो कार्य समितिमा, सल्लाहकारमा सबै हामी त्यो समावेश गरिसकेका छौँ। लमैमा छैन, किनकि लमैमा त्यो अलिकति एउटा अलिक फरक भूगोल त नभनौँ, अलिकति दूरी चाहिँ भएको कारणले, त्यति घुलमिल नभएको कारणले पनि त्यो छैन। तर हामीलाई एउटा चाहिँ सेन्टिमेन्ट र एउटा भावनाको साथ सहयोग चाहिँ एकदम निरन्तर आइरहेको छ अहिले। अब यही नै हो, त्यो हामीले चाहिँ जोड्ने प्रयास चाहिँ गरिरहेका छौँ। जस्तो कि अब जेनजीले दाङमा स्थानीय निकायहरूमा कस्तो प्रकारको जनचेतना अभियान चलाउने योजना बनाएको छ? जनप्रतिनिधि पुरै एउटा समाज सेवी केन्द्रित हुन पर्यो है, सुविधामुखी हुनु भएन। ठुला चाहिँ एकदमै कुरा गरेर राजनीतिको आडमा जनतालाई दुःख दिने प्रवृत्ति बन्द हुन पर्यो। जनताका मौलिक सेवाका कामहरू जस्तै अब सिफारिस ल्याउने सन्दर्भमा यहाँ चाहिँ पैसा मागिएको छ क्या। सिफारिस भनेको त अब हाम्रो एउटा समाजमा एउटा कसैले बाटो खोज्न चाहन्छ र त्यसलाई बाटो सिकाइन्छ भने त्यसबाट पैसा असुलेको जस्तो कुरा भयो क्या। त्यो सिफारिस दिँदा चाहिँ पैसा माग्ने र एनओसीमा पनि त्यस्तै पैसा असुल्ने कुराहरू हुन्छ। र यी यस्ता सामान्य फन्डामेन्टल राइट्सहरूमा जनप्रतिनिधिले चाहिँ ध्यान दिनु पर्यो। यसमा तुरन्त कसरी हुन्छ यसलाई चाहिँ सेवामुखी बनाइदिनु पर्यो। जस्तो कि जेनजीले अब दाङमा स्थानीय मिडिया र नागरिक समाजसँग सहकार्य गर्ने योजना बुनेको छ? एकदमै अवश्य यो चाहिँ एकअर्कासँग सम्बन्धित रहेको विषय भयो, स्वाभाविक रूपले चाहिँ गर्नुपर्छ। तर मिडियाहरू अलिकति पारदर्शी हुँदिनु पर्यो। यो चाहिँ जेनजीको गुनासो छ। मिडियाहरू अहिले परिचालित हुने, एउटा बायस हुने, यो एकदमै फ्यासन जस्तो भएको छ। यसलाई चाहिँ जनतासँग प्रत्यक्ष जोड्दिनु पर्यो। परन्तु इफ नट भनेर कसैको केही अफर पाएर त्यतातिर नगइदिएर विशुद्ध सडकबाट चाहिँ मिडियाले आवाज अब चाहिँ उठाउनु पर्यो। त्यसको लागि त जेनजीको चाहिँ अभियानले निरन्तर त्यसलाई चाहिँ समर्थन गर्ने कुरा रहन्छ। जस्तो कि जेनजी यो समूह छ, सङ्गठन छ, होइन, विस्तारको क्रममा कस्तो प्रकारको युवालाई प्राथमिकता दिने सोच्नु भएको छ? अब यसमा सर्वप्रथम हामीले अब जेनजी समूहभित्रको एजभित्रको कुरा चाहिँ अब चाहिँ रहेन है। अब त्यो आन्दोलनको क्रममा चाहिँ त्यो रह्यो, त्यसले काम गर्यो। र अब चाहिँ नरहेको परिवेशमा हामीले युवा सोचको मान्छेलाई चाहिँ प्राथमिकता दिनुपर्छ। मतलब अलिकति र्याडिकल होस्, निर्मम होस्, तर पोजिटिभ कुराको लागि त्यस्तो युवालाई हामीले चाहिँ प्राथमिकता चाहिँ दिनुपर्छ। तपाईँको दृष्टिमा, तपाईँको सोचाइमा परिवर्तनको नेतृत्व कसरी गर्न सकेला? परिवर्तनको नेतृत्व जनताको जनभावना अनुसार गर्न सकिन्छ। जनताले के चाहिरहेका छन्, समाजले चाहिँ के कुराको माग राखिरहेको छ, त्यसको प्रतिनिधित्व जसले गर्छ त्यसले चाहिँ नेतृत्व गर्छ। जस्तै कि अहिले धेरैले भन्छन् कि राजनीति र आन्दोलनमा युवाले भरोसा गुमाइसकेका छन्। तपाईँलाई विश्वास जगाउनको लागि के सोच्नुहुन्छ? जस्तो कि युवा भनेको
कतैबाट परिचालन हुन्छन् के हुन्छन् जेनजी पनि ग्रुप आइरहेको छ भन्ने हुन्छ नि त्यो त हल्ला हेर्नुहोस् है युवा कहिले पनि बिग्दैन एउटा कुरा जबसम्म युवाले एउटा स्वार्थको लाइनमा चाहिँ आफूलाई पुर्यान्न तबसम्म युवा सजिलै चाहिँ बिग्दैन युवा भनेको देशको मेरुदण्ड हो देशको चाहिँ एउटा भविष्य हो त्यही भएर युवालाई यसरी बदनाम गर्ने है सुनिरहेका छौँ कि हामीले युवाहरू कहाँबाट एनजिओबाट परिचालित भए बाहिरी शक्तिबाट आए विदेशी चाहिँ संवैधानिक नियोगबाट कुनै नियोगबाट परिचालित भए यी सबै भ्रमपूर्ण र गलत कुरा हुन् के त्यही प्रवृत्ति जसलाई हामीले चाहिँ तिरस्कृत गऱ्यौँ बहिष्कृत गऱ्यौँ त्यसको कुनै कामै छैन भनेर त हो नि त यिनीहरूका सबै पार्टी कार्यालयहरू चाहिँ जलेका है यसको यो गलत सही भन्ने कुरा हामी को हाम्रा यो त सही थियो सही लागेर त जनताले जागेर त्यो काम गर्यो होला नि त त्यस कारणले युवालाई चाहिँ प्रश्न गर्ने युवालाई चाहिँ बदनाम गर्ने चाहिँ कसैले दुस्साहस नगरे हुन्छ जस्तो कि 23 गतिको ज्यान आन्दोलन थियो नि त्यही बेला तुलसीपुरको एउटा चोकको दृश्य छ तपाईले नेपालको झण्डा राख्दै गरेको र अर्को कुनै पार्टीको भातृ संगठनका नेताहरूले कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा राख्दै गरेको त्यो किन गर्नुभयो अवश्य पनि एकदमै संवेदनशील विषय उठाउनु भयो हजुरले धन्यवाद त्यो परिस्थिति सिर्जना गर्नेमा नेतृत्व चाहिँ हामीले चाहिँ गरेको हो किनकि हामीलाई धेरै पहिलेदेखि एउटा चाहिँ असहज महसुस भइरहेको थियो कि देशभरिका चोकमा एउटा कथा सुनाएर एउटा भ्रम सिर्जना गराएर मान्छेहरूले विशेष गरी पार्टीमा लागेका चाहिँ नेतृत्वहरूले किन चाहिँ आफ्नो पार्टीको प्रचार प्रसार गरिरहेका छन् त है सार्वजनिक स्थललाई किन उनले चाहिँ कब्जा जस्तो गरेर त्यहाँको चाहिँ अधिपत्य जमाइरहेका छन् त भन्ने कुराको आक्रोश हाम्रो मनमा थियो र त्यो आक्रोश समयमा चाहिँ पोख्नु पर्ने थियो भन्ने कुरा हामीलाई त्यो ज्ञान पनि थियो र त्यो दिन त्यही भयो तपाईले गर्न खोज्नुभएको बिबी चोकको कुरो होला बिबी चोकमा बिबी कोइराला यो देशका चाहिँ महत्त्वपूर्ण इतिहासको चाहिँ मूर्ति थियो त्यसलाई हामीले सम्मान गरेका छौँ र त्यहाँ साथसाथै नेपाली काङ्ग्रेसको झन्डा थियो के है तर उनीहरूले बिबी कोइराला चाहिँ आफ्नो पार्टीको मात्र नेता आफ्ना कार्यकर्ताहरूको मात्र नेतामा सीमित गराएको सन्दर्भमा हामीले त्यहाँ चाहिँ बिबी कोइराला चाहिँ राष्ट्रिय झन्डाबाट चाहिँ सम्मानित गरेर सारा नेपालीहरूको चाहिँ साझा चाहिँ बिबी कोइराला बनाएका थियौँ है त्यसमा मलाई गर्व छ कसैले यसको विरोध गर्छ भने त्यसको चाहिँ सामना गर्न म तयार छु बिबीलाई हामीले राष्ट्रिय चाहिँ नेतृत्व चाहिँ प्रदान गरेको हो र त्यो कुराको सुरुवात दाङ जिल्लाबाट भएको दङ्गालीवासी सबैले चाहिँ त्यसको चाहिँ गर्व गर्नुपर्छ जस्तो कि जेनजी आन्दोलनमा 23 गते चाहिँ देशमा गोली चल्यो धेरै जेनजी युवाहरूले ज्यान गुमाउनु पर्यो तर 24 गते छ नि 24 गते खासै गोली चाहिँ चलेन देशमा तर धेरै ठाउँ सरकारी कार्यालयहरू नेताको घरहरू तोडफोड आगजनी भए सरकारी कार्यालय ध्वस्त पारिए यसमा हात जेनजीकै थियो अवश्य पनि जेनजीकै थियो भनेर चाहिँ अब मैले भन्नुभन्दा भने यसको छानबिन कमिसन छ छानबिन आयोगले चाहिँ यसको तथ्य के हो सार्वजनिक गर्ला तर आक्रोश चाहिँ जेनजीको थियो यो मानेमा कि सिंहदरबार सबै देशभरिको भ्रष्टाचारीहरूको संरक्षककर्ता हो भन्ने मान्छेको मनमा थियो संसद भवन यी दलाल यी संसद भएर मन्त्री हुने प्रधानमन्त्री भइजाने मान्छेहरूको चाहिँ अखडा भन्ने कुराको आक्रोश नेपालीहरूको सम्पूर्णको मनमा थियो र वडा कार्यालयदेखि नगरपालिकाहरू पनि सबै यी माफिया दलाल तस्करहरूको रजत गर्ने ठाउँ भन्ने कुरो मनमा थियो के है त्यो भएर त्यो घटनाहरू हुनमा त्यसले चाहिँ मद्दत गरेको होला तर व्यक्ति को गयो कसले चलायो त्यसको छानबिन गर्ने त्यसको हामीले चाहिँ अहिले ठोक्का गर्ने किटान गर्ने भन्ने कुरा हामी को हाम्रा त्यो समयले बताउला नि त त्यो त हामीले गर्न सक्दैनौँ नि त त्यो आन्दोलन हो जनआन्दोलन थियो करोडौँ मान्छेहरू घरबाट निक्लेर त्यो आन्दोलनमा गर्वका साथ सामेल भएका थिए भनेपछि त्यो प्रचण्डको हो शेरबहादुरको हो र केपी ओलीको हो र तिनीहरूका चाहिँ औसे झाउसे झोलीहरूको हुन् र चाहिँ आन्दोलनको किटानी जारी गर्ने त्यो त एउटा चाहिँ संयन्त्रले गर्ला त्यही भएर यो विषयमा कोही पनि नबोल्न हामीले चाहिँ चेतावनी दिन्छौँ ल हामी चेतावनी दिन्छौँ दाङ जिल्लाको सन्दर्भमा होस् केही नेताहरू मयो भन्ने मान्छेहरू बोलिरहेका छन् है र जेनजीका भाइहरूलाई तर्साउने हामीलाई तर्साउने हामीलाई चाहिँ उद्वेलित बनाउने कामहरू गरिरहेका छन् क्या हामीले चेतावनी दिइरहेका छौँ तिनीहरूलाई र तिमीले यो हरकत गर्छ भने अर्को दुर्घटनाको चाहिँ तयारी खेप्न पनि त हजुरहरू चाहिँ बस्नुपर्छ भन्ने कुरा हामी चेतावनी दिन चाहन्छौँ जस्तो कि डाइरेक्टमा विजय केसीलाई तुलसीपुरका अथवा दाङ जिल्लाका कुनै पार्टीका सङ्गठनका नेताहरूले फोन गरेर तपाईँ पनि त्यसको आन्दोलनमा जानुभएको थियो भनेर भनेका छन् छैन
एकदमै कति भनेका छन् त्यो त लेखी साध्य छैन, त्यसको कुनै नोटिस गरी साध्य छैन। किनकि त्यो आफ्नो अस्तित्व अझै कायम राख्नलाई आफ्नो हालिमुहाली अझै चाहिँ पिल्सिर बजारमा, घोराई बजारमा, लङ्गे बजारमा चाहिँ वर्चस्वको रूपमा चाहिँ कायम गर्नलाई त्यो तत्त्वहरू सल्भ लागेको छ। तर त्यो तत्त्वको सल्भरलाहटले कुनै चाहिँ फरक पार्दैन। नेपाली जनताभन्दा महान र महत्त्वपूर्ण र शक्तिशाली चाहिँ ती गिरोहहरू, ती पार्टीका सुन्डमुसुन्डहरू हुन् भन्ने कुरामा हामीलाई विश्वास छैन। ती सबै कुराको सामना चाहिँ हामीले चाहिँ गरिरहेको, अझै पनि गर्नेछौँ र जति त्यो प्रवृत्ति चाहिँ देखिन्छ त्यो अझै चाहिँ निमिटियाना भएर चाहिँ जानेवाला छ भन्ने कुराको पनि हामीले हेक्का राख्न चाहिँ एउटा चाहिँ जरुरी छ। जस्तो कि तपाईँले दाङको नेतृत्व लिएर आउँदाखेरि, अध्यक्ष भइरहँदाखेरि अब दाङमा राजनीतिक दलहरू चुनाव हुँदैछ फागुन 21 गते भन्ने कुरा छ। के छ जेनजीको तर्फबाट चुनावमा जाने अथवा के तपाईँको जेनजी नेतृत्वले के सोच्ला, के गर्ने प्लानमा हुनुहुन्छ? यही परिस्थितिमा, यही सिस्टममा चुनाव हुनुहुन्न, चुनाव घोषणा हुन्छ र चुनावको तयारी हुन्छ नि त्यो चुनाव चाहिँ सफल बनाउनतर्फ चाहिँ जेनजी युवा लाग्दैन। किनकि हामीलाई फेरि पुनः काङ्ग्रेस, कम्युनिस्ट, माओवादीहरूलाई बिउतान थियो भने त 2 वर्षपछि चुनाव स्वतः आउँदै गरेको थियो नि त। यत्रो विध्वंस, यत्रो राज्यको नोक्सानी बिहोर्नुपर्ने के आवश्यक थियो र? यो प्रवृत्तिको चुनाव चाहिँ हुन्न, जेनजी युवा सहभागी हुन्न त्यसमा, क्लियर कट छ। जस्तो कि अब अहिलेको यो प्रधानमन्त्री हुनुहुन्छ नि सुशीला कार्की, उहाँले गरेको यो कामलाई कसरी हेर्नुहुन्छ? 1 महिना काम, मलाई अहिले 1 महिना पुगिसक्यो, अहिले मूल्याङ्कन गर्ने समय भएको छैन, तर सुरुवात चाहिँ ठिक छैन, सङ्केत चाहिँ ठिक देखिरहेको छैन। जेनजी युवाहरूले चाहिँ दिइरहेको दबाब, वीर शहीदहरूको चाहिँ रगत, घाइतेहरूको चाहिँ आवाजको सम्बोधन चाहिँ भइरहेको छैन र यसलाई चाहिँ सच्याउनु पर्ने चाहिँ देखिन्छ। हामीले चाहिँ दाङ जिल्लाको चाहिँ स्तरबाट हामीले यो कुराहरू पुर्याउन पनि चाहन्छौँ। तपाईँको मिडिया मार्फत पनि यो कुराहरू हामीले चाहिँ पुर्याउने चाहिँ जमर्को गर्छौँ कि यो कुराहरूमा तत्काल सम्बोधन होस् र जे कुराहरूको लागि चाहिँ युवाहरू चाहिँ उठेका थिए, आन्दोलन भएको थियो, वीर 78 भन्दा बढी चाहिँ यो देशका युवाहरूले शहादत प्राप्त गरेको थिए, त्यो कुराहरूको तत्काल समाधान होस्। तपाईको यो नेतृत्व अब कहिलेसम्म हुन्छ? यो युवाहरूले, यहाँको दाङ जिल्लाका जिल्लावासीहरूले जहिलेसम्म चाहन्छन् त्यसैसम्म हुन्छ। तपाईँले एक वाक्यमा भन्नुपर्दा तपाईँको नेतृत्वको नारा के रहन्छ? सुशासनयुक्त समाज, जेनजी जगबाट अब देशको चाहिँ सबै संविधान र सिस्टम चल्नुपर्छ भन्ने हाम्रो चाहिँ आवाज रहन्छ। ठिक छ, तपाईँले गर्नुभएको कुरा हामीसँग सुरक्षित रहन्छ। आगामी दिनमा तपाईँ जेनजीको नेतृत्वलाई धोका दिएर अन्य कुनैतिर जाने अथवा यस्तो गर्नुभयो भने हामी चाहिँ सुरक्षित रहन्छ सर, हैन? के भन्नुहुन्छ अन्त्यमा हाम्रो मिडिया हेरिरहनुभएका व्यक्तिहरू जो जेनजी नेतृत्वमा आउन चाहनुहुन्छ तर माध्यम पाउनु भएको छैन, उहाँलाई के भन्नुहुन्छ? एकदम महत्त्वपूर्ण कुरो उठाउनुभयो। अवश्य पनि हामीले एउटा प्लेटफर्म चाहिँ निर्माण गरेका छौँ। अहिले चाहिँ तर्सित भएका, अहिले भयमा परेका र पलायन हुनेतर्फ चाहिँ सोचिरहेका देश बदल्ने चाहिँ युवाहरू है, त्यो डर र त्रासमा चाहिँ बस्नुहुन्न। जो युवाले चाहिँ देश बदल्नको लागि चाहिँ आफ्नो ज्यानको प्रभाव नगरी चाहिँ सडकमा आइन्छ, तर अहिले चाहिँ सदनबाट होस् या चाहिँ त्यही एउटा संयन्त्रबाट हाम्रा अधिकारहरू, उपलब्धिहरू, प्राप्तिहरूको रक्षा गर्ने सन्दर्भमा, तिनलाई संस्थागत गर्ने सन्दर्भमा हामी भाग्नुहुन्न कि हामी लुक्नुहुन्न, हामी डराउनुहुन्न। अहिले त शान्तिको वातावरण छ, त्यत्रो विषम परिस्थितिमा लडेका युवाहरू भाग्न चाहिँ सुहाएको छैन। मलाई यो चाहिँ सिधै बुझेको छैन। जस्तै हामी हिजोदेखि आन्दोलनमा होस् या धेरै 2 वर्ष अगाडि हामीले चाहिँ यिनीहरूलाई प्रतिबन्ध लगाएको हो नि, वहाँबाट कुरी पानीदेखि तुलसीपुरसम्म हामीले दाङ जिल्लाका सबै प्रतिनिधिहरू, प्रदेश सभा सबैलाई प्रतिबन्ध लगाएको हेर्नुहोस् है। हामी त्यतिकै सुरु गरेको, हामी डराएका छौँ, हामी अघि छौँ, निरन्तर छौँ, अघि बढेका छौँ। हामी आन्दोलनमा होस् जहाँ होस् हामी अगाडि नै रहेर चाहिँ आन्दोलन गरिरहेका छौँ भनेपछि तपाईँहरू किन डराइरहनु भएको छ? नडराउनुहोस्, हामी छौँ अगाडि, अझै पनि हामी चाहिँ आउनेवाला छौँ र हाम्रो पछि भएर आउनुहोस् या हामीसँगै आउनुहोस्। तर चाहिँ कसैको यहाँको टोले गुन्डाको, यहाँको राजनीतिको एउटा चाहिँ खोल ओढिरहेको एउटा धुर्त मानिसहरूको धम्कीबाट नडराउनुहोस्, हामीसँग आउनुहोस्। हरेक कुराको सामना गर्ने
शक्ति र सामर्थ्य हामीसँग छ। त्यसकारण जो इच्छुक हुनुहुन्छ कृपया हाम्रो यो प्लेटफर्ममा या हामीसँग सिधै या हजुरको मिडिया मार्फत आउनु हुन चाहिँ हार्दिक चाहिँ अनुरोध चाहिँ गर्दछु। जस्तो कि जेनजी नेतृत्वको अध्यक्ष बनिरहँदाखेरि विजय केसी अन्त्यमा भन्नै पर्ने कुरा र मैले सोध्न छोडाएको के कुरा छ भने अन्त्यमा भनिदिनुहोस्। थ्याङ्क यू, धन्यवाद। व्यक्तिको गुणगान या व्यक्तिको विरोधमा भन्दा पनि हामी अब जेनजी जगको मर्म, जेनजी आन्दोलनको त्यो एउटा स्पिरिट र सपनामा मात्र हामी चाहिँ केन्द्रित हौँ। आरोप प्रत्यारोप गर्ने समय हामीले चाहिँ बिताइसकेका छौँ। अबको समय भनेको हाम्रो सुनौलो भविष्य, यो देशको समृद्धि, नेपाली जनताको शान्ति र सुखका दिनहरूको लागि त्यो वातावरण बनाउने समय हो। त्यसकारण अब यदि कुराहरू कसैले उठान गर्न चाहन्छ र यो देशको लागि केही गर्न सोच राख्न चाहन्छ भनेपछि मात्र जेनजी जगलाई चाहिँ सम्झौँ। शहीदहरूको रगतलाई चाहिँ हामीले एउटा आफ्नो सङ्कल्पको टीका सम्झेर त्यसलाई शिरमा चाहिँ लगाऊँ र देशप्रति चाहिँ सबै एकजुट भएर देश निर्माणको बाटोमा हामी लागौँ। यही नै भन्न चाहन्छु म। हवस्, समय र विचारका लागि यहाँलाई धन्यवाद। धन्यवाद। हवस् त, आजका लागि वास्तविक संवादको यो अङ्क यति नै। अशोक शर्मालाई बिदा दिनुहोस्। नमस्ते।